I'm मेरो princess. Next princess. के भएर? बुझ्यो भनेको मोबाइल नदिकन होमवर्क गर्दैन क्या त्यस्तो छन् बच्चाहरू। तपाईँ चाहिँ के पकाउँदै हुनुहुन्छ? हाई एभ्रीवान, वेलकम ब्याक टु माई न्यू भिडियो। सबैजना यहाँहरू सबैजनालाई स्वागत छ मेरो यो अर्को भ्लगमा। अनि आज चाहिँ फेरि होममेड मोमो बन्दैछ है हाम्रो घरमा चाहिँ। अनि जहिले पनि मलाई बाहिरको भन्दा पनि मोमोहरू चाहिँ प्रायः घरकै ठिक लाग्छ कि। घरमै जे पनि मलाई घरमै बनाएको मनपर्छ, बाहिरको प्रायः म खान पनि सक्दिनँ, मन पनि पर्दैन। अनि आज चाहिँ मोमो बन्दैछ फेरि। अहिले मोमो उता किचनतिर रेडी हुँदैछ, म चाहिँ रुमभित्रबाट भिडियो स्टार्ट गर्दैछु। ल गाइस, ल किचनतिर जाऊ है त। तपाईँ चाहिँ के पकाउँदै हुनुहुन्छ? यहाँ चाहिँ मोमोको लागि सुप, चिकन सुप बन्दैछ हाम्रो। आमाले चाहिँ यहाँ प्याज कट गर्दै हुनुहुन्छ है। आमा यता हेर्नु, हेलो गर्नु न। हेलो यता हेर्नु, हेलो यस्तो, हेलो हेलो। के गर्दै हुनुहुन्छ अरे? मोमो खानलाई प्याज काटेको। प्याज तर अलिक प्याज चाहिँ धेरै नै भएको छ। आमाले प्याज काट्दै हुनुहुन्छ। यो चाहिँ बुढोले अहिलेसम्म मैदा है त, अहिलेसम्म मैदा मुझ्ने मान्छे रेडी गर्ने, यताउता गर्ने। बाबा चाहिँ यहाँ चाहिँ गर्दै हुनुहुन्छ। हेलो प्रिन्सेस, हेलो प्रिन्सेस, यता हेर्नु सानो, हेलो हेलो। एक एकवटा नानी बोकेर बच्चाहरू भएपछि चाहिँ यो सबै बेड कभरहरू तल माथि यताउता के गर्छ नि। हेरेर चाहिँ यस्तो मकै ल्याएर खाइरहेछ। अनि मेरो प्रिन्सेस, नेक्स्ट प्रिन्सेस को काली न काली देख्छ ओइ, के हो काली न काली देखिरहेकोलाई चाहिँ फेरि। अनि हाम्रो फुच्चीहरू चाहिँ यहाँ हेरौँ न फेरि यस्तो क्या। फुच्चीहरू चाहिँ आफ्नो आफ्नो मोबाइल लिएर है यस्तो छ, तिनजनाको तिनैवटा मोबाइल छ साथमा। अनि बच्चाहरूलाई स्कुलबाट आइसकेपछि चाहिँ फेरि यस्तै हो, मोबाइल 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 है। होमवर्क गर्न पनि गाह्रो, होमवर्क गराउन पनि गाह्रो बच्चाहरूलाई। यस्तो छ साथीहरू। त्यसको लागि चाहिँ यहाँ फेरि छुट्टै बन्दैछ। कान्छी कान्छी तिम्रो लागि पनि के अरे मासु काटिदिँदै हुनुहुन्छ ल। अब यहाँ चाहिँ म अचारको लागि रेडी हुँदैछु है। टमाटर पनि छ, यो हरियो धनियाँ छ। अब रेडी भयो। हजुर हो र, कतिवटा मोमो खाने, कतिवटा मोमो खाने? मेरो सकिन्छ होइन साँच्चै? भित्रको कहाँ गयो?
बुनुलाई पनि हालेको छिटो त्यो बुझ्यो भनेको के त होममेड मोमो लभर मात्रै हो म अरू चाहिँ म खाँदिनँ नि त बाबा सुप दामी छ ओके गाइस हामीले चाहिँ मोमो बनाएर पनि खाइसक्यौँ एकदमै गर्मी छ है गर्मीले गर्दाखेरि पसिना पसिना हुँदै भए पनि मोमोसमा बनाइ वरिपरि खाइसक्यौँ अब भन्दै अब भिडियो चाहिँ यति नै फेरि पनि भेटौँला अर्को नेक्स्ट भ्लग बनाएछु भने अवश्य गरी मैले अपलोड गरि नै हाल्छु देखि नै हाल्नुहुन्छ है ओके गाइस यति भन्दै बाई बाई एभ्रिवान